थ्याङ्क यू साथीहरू, नमस्कार है। आज हामी के पढ्न गइराखेका छौँ भने खण्डीकरणको बारेमा। खण्डीकरण भनेको साधारण हामी सबैलाई थाहा छ। जस्तो यहाँ हामी हेर्न सक्छौँ, यो कक्षा 6 लाई पनि काम लाग्छ, 7 लाई र 8 इभेन 9 10 लाई पनि काम लाग्न सक्छ। खण्डीकरण कसरी गरिन्छ भन्ने कुराहरूको बारेमा हामी छलफल गर्न गइराखेका छौँ। जस्तो हेरौँ त, यहाँ एउटा समस्या रहेछ, a² + 12a + 36। यसलाई हामीले के गर्नु पर्यो? खण्डीकरण गर्नु पर्यो। खण्डीकरणको नियम हामीले थाहा हुनु पर्यो। खण्डीकरण गर्ने नियम के हुन्छ भने यो फर्स्टको कोएफिसिएन्ट इन्टु लास्ट कति नम्बर छ त यिनीहरू मल्टिप्लाई गर्ने। जस्तो a को कोएफिसिएन्ट कति छ त? 1 छ। 1 इन्टु 36 लाई मल्टिप्लाई गर्यो भने 36 हुन्छ। 36 को हामी के गर्छौँ? एलसीएम लिन्छौँ। एलसीएम लिइसकेपछि हामी के गरिदिन्छौँ भने ठ्याक्क 36 लाई 2 ले गर्यौँ भने 1, त्यसपछि 8, फेरि गर्यौँ भने 2 ले गर्यौँ भने 9, 3 ले गर्यौँ भने 3। अब यसलाई हामी कसरी गर्दाखेरि कसरी यसलाई मिलाउन सक्छौँ? ठ्याक्कै हामी कति ल्याउन सक्छौँ त? 12 ल्याउनु परेको छ। के गर्दाखेरि 2 2 जा 4, 4 अनि त्यसपछि 3, फेरि 3 छ। त्यसकारण यहाँ 3 2 जा 6 अनि 3 2 जा 6, 6 + 6। जस्तो a² + 6a + 6a + 36 राख्न सक्छौँ। a कमन लियौँ भने त हामी हेर्न सक्छौँ a + 6। अर्को यता पनि त हामी के लिन सक्छौँ? कमन 6 लिन सक्छौँ। a + 6 लेखिदिन्छौँ। अब हेरौँ, यहाँ यो र यो मिलिसक्यो, त्यसकारण हामी a + 6 लेखिदिने। अर्को यो जुन बाँकी छ a यहाँ लेख्नुहोस्, +6 यो यसलाई यहाँ लेख्नुहोस्। हेर्नुहोस् त, यो खण्डीकरण भएको भएन? यो दुईटैमा हामीले मल्टिप्लाई गर्यो भने ठ्याक्क कति हुन्छ? कति हुन्छ त? यत्तिकै आउँछ। ल ल ल, अहिलेलाई धन्यवाद।